यसपालि चाहिँ टन्न तामाको अचार खान पाइने भयो। होइन हो बटारे के गर्दै छ? भैँसी दोइरा देख्ने तामा सुकाएको हेर न बटारिएको फेरि त्यहाँ भएको नदेख। किन छोप्या फेरि? पोहोर पनि तिमीले हेरेर आँखा लायो त्यही भएर छोप्या। तेरो घरमा मात्रै हुन्छ तामा, मेरो बाँसघारी छैन, मेरोमा हुँदैन तामा। अहिले आएर त मान्छे ठिलान छोड्यो मलाई तिमी खत्तमै लाइन थाल्यो। गएर खाऊ नि त। अहिले यही बाटो यत्रो तामा लिएर आउँछ अनि थाहा हुन्छ। कसै नभएको तामा उसै घरमा मात्रै छ जस्तो गर्छ। देखाऊ नि त बटारेसित बटारिया कुरो। ल अनि यो ध्यान काटेर को छिरो बाँसघारी यहाँ? एउटा तामा छैन। ल तँलाई बटारे, तेरो घरमा कहाँबाट तामा आयो भनेको त मेरो बाँसघारीको लैस मैले जाने छु आज तँलाई। अर्काको बाँसघारीको तामा पो बोकेर आएछ तँलाई तेरो नाङ्लो भोलि ल्याइदिन्छु। के हो यो अर्काको तामा? अनि खोज्या के अहिले के खोज्या? के हो मेरो बाँसघारीको तामा खोइ यहाँ निकाल। तिम्रो बाँसघारीको तामा मैले के निकालेँ नि? मैले लेखा तिम्रो तामा। यो के कसको त यो? तेरो बाँसघारी कहाँ छ देखा? हाम्रो बाँसघारी छैन। कहाँ छ? हाम्रो नियालोको बाँसघारी छैन। नियालोको बाँसघारी नियालो घारी हुन्छ। नियालोको यत्रो तामा हुन्छ? नियालोको तामा त हो नि, विकासे नियालोको नि। विकासे नियालोको तेरा देखाउँछु म। के गरे अर्काको विकासे नियालोको? अहिले फेरि बटारी नै होइन, धेरै बटारी होइन। यो गाउँमा मैले अहिलेसम्म कसैलाई रिस देखाएको छैन। रिस देखायो भने आज देखाउँछु म। आज यहाँ के तिमीले हेप्या मलाई? के हेप्या? मलाई हेप्या? के हेप्या? मलाई हेप्या हो? यो तामा बिग्रिन्छ यहाँ लाग्छ यहाँ। लाए मेरो तामा त लाग्छ नि। यही भएर आइरहेको छु। ल भन के तैँले खोजेको हो? खोज्यो। ए बुढा, कसैको नाङ्लोमा तामा सुकाएको देख्नु भएन होइन? हाम्रो भइहाल्छ। राजु मास्टर खत्तमै भए पनि भाउजूलाई काइदा के रहेछ? तँलाई हाम्रो बाँसघारी कतिवटा छ भने थाहा छ? 6 महिना माइत बस्नेलाई थाहा हुन्छ। 4वटा तामा उम्रिएको थियो, अहिले एउटा पनि छैन। ल्याएर नाङ्लोमा सुकाइरहेको। आजदेखि मलाई आफ्नै सहनी ठिक लाइन छोड्यो। ओइ तँ उसको पछिमा किन? उहाँ माइतमा बाले शान्तिनो कुरामा छरछिमेकीसँग झगडा नगर्नु भनेर पठाएका छन्। तिमी भने जब झगडा गर्छौ एक नाङ्लो तामामा राख बटारे राख। चुप लाग। ओइ तैँले यो तामा किन काट्यो भन्? किन काटेको भन्ने कुरो मलाई थाहा छ। यो बटारेले यो तामाको अचार मुर्गी सम्झनेलाई मन पर्छ भनेर त्यसलाई दिनको लागि काटेको। ए दुनियाँका छोरीलाई तामाको अचार मन पर्छ भन्दैमा तैँले मेरै बाँसघारीको तामा काट्नु पर्छ? अरूको बाँसघारी देखिनस्? साना भिनाजीको कुरा एकदम सही हो है। तिमी जाने न हो है, भिनाजीको बेहोरा गतिलो नभए पनि यहाँनिर चाहिँ यी भिनाजु सही छन् नि। माइने काकी, ए माइने काकी। किन कराएको? मान्छे यहाँ बाहिर छ, भित्र पस्छ। के भयो? के भयो रे? जे हुनु नहुने त्यो भयो के? राजु मास्टरले मैले त्यो उसको एउटा नाथे बाँसको तामा काट्यो भनेर मेरो ठुलो बेइज्जत गर्यो। मेरो इज्जतमाथि ठुलो चोट लाग्यो। मलाई सबैले उहाँ गाउँलेहरूले सबैले बेइज्जत गर्न थालिसक्यो मलाई के भयो भनेर। त्यही भएर गाली बेइज्जत सम्बन्धी उसलाई मुद्दा हालिन लाग्यो। फेरि भोलि पर्सि मुद्दा हालिसकेपछि छिमेकीलाई एक बछारी किन्न सोध्या भन्छौ भनेर मैले भन्दिन आएको। म मुद्दा हाल्न गएँ। मुद्दा हाल्न जानी अनि के त? राजु मास्टरलाई अनि के त? राम्रै गर्ने भएछौ त। अनि राम्रो गरिदिनु त, मुद्दा हाल्नु परेन? अब तँलाई लाज छैन? अब एका गाउँमा बसेपछि शान्तिनु झाइ झगडा भइहाल्छ नि। कम चित्त दुखाएको छ त मलाई। भाँडा माझेर राखेछ टाङटुङ बज्दैन, सँगै सुत्या ठाउँ लात्ती लाग्दैन। बुढापाकाले भने सुने छैनस्? शान्तिनु झाइ झगडा गाउँमा भएको झाइ झगडा गाउँमै बसेर मिलाउन सकिँदैन। लु जाऊ त्यहाँ राज मास्टरलाई बोलाएर आउने, म यहाँ सबै झगडा मिलाउँछु। गइहाल्नु छिटो। ओइ घाइटी, तैँले मिलाइदिनलाई के त न्यायाधीश हो? अहिलेसम्म गाउँमा भएको झै झगडा सबै तैँले नै मिलाइदिइरहेछेस्। त्यही त बिचमा जान्ने भएर बोल्छेस्। जा मुद्दा हाल सक्छ भने जेलै हाल्दे। त पर्दैन है, चर्काइदिन्छु नि चाम्मा पारेर। अहिले म गाउँको शान्तिनु झाइ झगडा मिलाउनलाई के न्यायाधीश हुनुपर्छ? वकिल हुनुपर्छ? आफ्नो गाउँहरूको झगडा आफू मिलाउन सक्दैन? पर्दा नभन्ने। लु खुर्को गइहाल्ने, राज मास्टरलाई बोलाएर आउने। जा मुद्दा हाल्नै पर्छ त्यसलाई। अहिले तामा काटेको आरोप लायो, भोलि आमा काटेको आरोप लाउँछ। धेरै बढी कुरा गरेन। लु जा गएर राज मास्टरलाई बोलाएर आउँछु, म यहाँ मिलाउँछु। मलाई त यताको कुरा सुने यतै राम्रो लाग्छ, उता कुरा सुने उतै राम्रो लाग्छ। के हो के हो? गइहाल्न मुद्दा हाल्न दिन्छ। ल म बोलाउँछु। होइन आजभोलि छाता पनि कस्तो आउन थाल्यो हो। पानीको थोपाले लाएर करङ भाँचिन ल। हेर त ए राज मास्टर के अरे? नमस्ते है। नमस्ते नमस्ते है नमस्ते।
अनि तैँले एकजना मान्छेलाई दुईटा नमस्ते किन गरेछ किन गरे अस्ति एउटा नमस्ते गरेर तामा लगे आज दुईटा नमस्ते गरेर के तामाको त्यो बाँस घारी लान खोजे होइन के झन् मान गरे माछाप भएर के मान गरे त अस्ति चोरले मान्छान गर्नु पर्दैन जा फेरि चोर अहिले त मान्छे मलाई ठिक लान छोड्यो गयो मलाई त पहिले ठिक लाग्नु छोडे झन् एउटा कुरो भन्न आइरहेको छु के भन्न आउँछ माग्ने काकीले भने एउटा सानो सल्लाह छ अरे के त्यो सल्लाह गर्न आउनु पर्यो के जाउँ के तामाको त्यो ऊ तिर्ने हो त्यही खर्चाले तिर्ने हो त्यही सल्लाह गर्नलाई आगे ल त्यसो माग्ने काकीले बोलाएको त्यसो त्यसो ल कति ट्वाङ पारेर यो जम्मै पिँढी जति भत्काएर के आएर तैँले यो तेरो पिँढी हो यो मैले पनि त गरेको छु नि तेरो मेरो होइन यहाँ माटो ल्याउने मेरो घरमा कति कराउनुपर्छ कुच्चो जम्मै ढाड भाँचिल गरेर हान्नुपर्छ तँलाई एउटा माटो चाहिँ ल्याउँदैन कहिले छोइस कि मर्छिस् ए माग्ने काकी ल मलाई किन बोलाएको ल राज मास्टरलाई लिएर आएँ मैले ल मलाई हर्जना दिने भनेर बोलाएको के ल ल पाइहालौ कति हो पाइहालौ त लु अब दुईजना जम्मा भए बेला यहाँ बसेर कसको गल्ती हो लु भनौँ त होइन गल्ती सिधै छ नि कसको भन्ने कुरो अब उसले मेरो तामा चोरेर लग्यो तामा खायो ल हेर फेरि चोर भन्दैछ अनि यो कम हो त कम चित्त दुखिरहेको मलाई होइन अब चोरलाई चोर नभने मैले साधु भन्नु त तैँले पनि त तामा काटिसरे नि त ल अब जान काटे हो त मैले एउटा लौरो चाहिएर लौरो काट्न गएको थिएँ लौरो काट्न जाँदाखेरि खुर्पा लाग्ने थियो अब खुर्पा लाग्ने भएर लौरो छिनिकन तामामा गएर च्वाट्टै तामा ढलिहाल्यो अब त्यो तामा त्यहीँ छोडिदियो भने तामा गनाउँछ तामा गनाएपछि बाँस घारी गनाउँछ गाउने गनाउँछ भनेर घरमा ल्याएर यसो सदुपयोग गरे त हो नि अनि त मेरो बाँस घारी लौरो काट्न किन जाने आज बाँस घारी लौरो काट्न गइस् भोलि मेरो भगारीतिर लौरो रहेछ ठडिएको भनेर भगारीतिर लौरो काट्दै जाने भने जम्मै धान जति लैजालास् के भकारी कुरा गइरह भने हेत्तेरी चोर त चोरै हो नि यो ल फेरि चोर भने कम चित्त दुखिरहेको खालि चोरका चोर ए मेरो कुरा सुन त जब एउटा तामा काटेको न्युमा यत्रो बखडा झिक्ने अस्ति त्यहाँ 35 किलो सुन समाउँदा त झन्डै समाचारमा नआएको झन् कसो झुकेर समाचारमा आयो समाजमा बसिएपछि समाजमा पाच्याउने कुरो गर्नुपर्छ क्या मान्छेले मास्टरै अलिकति बुद्धि छैन लु कोही गरेन सबैजना चुपचाप लाएर बस्ने अब म कुरो मिलाउँछु तैँले काटेर ल्याए त तामा कति छ जस्ताको थत्तै सर्लक्क ल्याएर राजबाबुलाई दिनु अनि दिएपछि एक छाक पुगिन्छ यसो हामीलाई दिने है तामै एक छाक हुँदा छैन तिमीलाई एक छाक दिएपछि मैले के खाने त्यतिको लागि त के झगडा गरिरहेको त चोरै भन्नु पनि त थिएन नि त अब तिमीले पनि चोर भने एकचोटि माफ मागिदिइहाल कुर्सिद्धिको तिम्रो तामा तिमीबाट आइहाल्यो तिमी एकचोटि चोरको माफमा कुर्सिद्धि मेरो तामा लगाएको छ मैले कसरी माफ माग्नु कस्तो कुरो गरे तामा आइसक्यो नि त लु माफ ल भाइ माफ पाऊ एकचोटि कहाँ माफ उतापट्टि फर्केर मागे माफ त यतापट्टि फर्केर माग्ने हो नि त यतै फर्क नि त एकचोटि के भयो त भने ल एकचोटिलाई माफ पाऊ आदि हजुर न्यायाधीश हजुरको भविष्य उज्याल छ दौरा सुरुवाल ठिक पार्नु ए हजुरलाई के दौरा सुरुवाल भन्नु कुर्ता सुरुवाल ठिक पार्नु शुभकामना छ आखिर माग्ने भाउजूले मान्छेलाई तमा ल्याएर छाडे राम राजु मास्टरको बारीमा यत्र आँप छन् मसँग जब एउटा तामाको न्युमा मसँग किचित गरी यो तामाको अचार भन्दा त आँपको अचार कति मिठो यसको अचार बनाए भइहाल्थ्यो झुटो छ मलाई बट्टाले तामा चोरेर पुगेर तँलाई फेरि आफ चोर्न है घाँटी घाँटी काहीँ नगइकन नहल्लिकन बस्नु हस् हल्का पिसाब चाहिँ भयो रोक्यो दिशा बिहानदेखिबाट आएकै छैन के डुमडुम्ती भइरहेछ आ छैन भने आएन बाख्रालाई घाँस मेरो काटौँ टाढो खोजौँ यसपालि आँटौँ मान्छे बढाइरहेछ यसरी कुचो लात्ता हान्नुहुन्छ भाउजू मेरो घर एकैछिन गइदिनु पर्यो सानो निसाबको लागि यो त यो कुचुरा गइहाल्नु के निसाब परो फेरि भने एकैछिन ल भाउजू ल बाँध्रे अहिले मैले यसलाई यहीँ राखेँ यहीँ राखेको थिएँ त कहाँ गयो त्यो खोइ कहाँ कुरा गर्ने के चोर्न गइसक्यो तँ फेरि ओ बटारे के चोर्न गयो कहाँ गयो त के भयो ल मान्छे नभएको घरभित्र छिरेछ यो तँ भित्र किन फेरि भित्र के चोर्न गइस् पानीतिर लाएर पानी खान गइरहेको छु त्यत्तिकै चोर भन्ने पानी खानु होइन तँ जस्तो चोरले भित्र गएर किन पानी खानु
यही बलिस यहाँ गर्नु एकछिनपछि जस्ता पानी परेर झरिहाल्छ नि मुखमा। होइन खास कुरो चाहिँ के भएको? भएको चाहिँ के भने भाउजू यसले मेरो आँपको रुख मुनि गएर आँप टिप्दै थियो हेर। मैले रङ्गे हात पक्रेर ल्याएर यहाँ ल्याएर राखेको थिएँ। अनि यसलाई चोर भन्नु कि नभन्ने मैले? अब कहाँ आँप चोर्नु? राजु मास्टरको बोटमा कस्तो राम्रो आँप फल्या रहेछ भनेर आँप हेरिरहेको छु, त्यतिकैमा चोरे हुन्छ? अर्काको आँपको रुख किन हेर्ने? आफ्नै घरतिरको आँपको रुख हेर न, आफ्नै घरको पिपरको रुख हेर। तिम्रो बारीमा आँप हेर्न जान्नु हुने भएन? भोलि आँप हेर्दाखेरि आँप चोर भन्ने, घिरौँला हेर्दाखेरि घिरौँला चोर भन्ने, म्याउ हेर्दाखेरि म्याउ चोरै भन्ने, बाटो हिँड्दा केमा आँखा चिनेर हिँड्नु? तलतिर हेरेर हिँड्न सक्दैनस्? मेरो बारीतिर किन हेर्नुपर्छ तैँले? ओ बान्द्रे लु त यसको जिउ छाम त आइज। यसको जिउ छामेर 3 किलो आँप त म त्यसै निकालिदिन्छु। आँप चोरेकै छैन कि? चोरे छैन क्या बान्द्रेलाई थाम्ला छैन त। खोइ त केही पनि छैन त, चोरे भए त आँप हुनुपर्ने हो। तर टिप्न खोजा त हो नि। हो अन्याय परेकै यहीँ हो क्या काकी म? हो मलाई त्यत्तिकै फोकटमा जहिले पनि चोरका चोर लाउने हो राजु मास्टर। ल यहाँ मलाई यहाँ न्याय दिनु पर्यो। चोरलाई चोर नभने के भन्नु त? अहिले आएर त मलाई ठेलाइन छोडे। यसो विचार गर्दाखेरि गल्ती तिम्रो जस्तो छ हेर बाबु। त्यही भएर अब उसँग माफ माग्नु। ए जहिले पनि चोर्नी चाहिँ उसले माफी चाहिँ मैले मागिरहनु पर्ने? अब आँप भेटिएन नि त, आँप नभेटेपछि त आफू दोषी भइएन। ल खुरुका माफ माग्ने ल। ल एकचोटिले माफ पाऊ। अबदेखि तँ आँपा फेदा जाने होइन। आँपा फेदा मात्रै किन, आँपको फेदबाट 50 हात वरपर हेर्ने होइन, बुझ्यौ? ल बुझी जाए जान्न कहिले नबाट। तिमी पनि त जला पाए त्यसलाई चोर दोष लाइरहेन न। घरिघरि म मिलाउन आउन सक्दिनँ दुनियाँ काम छोडेर। होइन तिमीहरू पनि क्या हो? मान्छे भएपछि मान्छे जस्तो हुनु पर्यो नि। घरिघरि कुकुर र बिरालो जस्तो यहाँ र यहाँ कति जुदी राखेको। हाम्रो चाहिँ तिमीहरूको झगडा मात्रै मिलेर आउने फुर्सद छ? म भिनाजु लन्डनबाट आउँदैछन्, कतापट्टि घडा राख्ने, कसरी स्वागत गर्ने भिनाजुलाई, घरमा आइसके कस्तो व्यवहार गर्ने, आफूलाई कतितिरको टेन्सन छ। तिमीहरूकै झगडा मात्रै मिलाइराख्ने हाम्रो काम। अब मिलाउनु पर्यो नि त। गइहाल्न त गइहाल्छ, मिलिसक्यो त कुरो। अहिले हारियो मान्छे मलाई ठिक लाग्न थाल्यो है। ठिक लाग्यो मलाई त खत्तमै लाग्न थालेको मान्छे। मेरो खसी हरायो क्या, केही सोध्न आएको कस्तो देखा छौ भन्न क्या? मेरो पोर हराएको राङो त अहिलेसम्म दिएको छैन उसको खसी। हेर नि त बटारिया कुरा गरे। जाऊ देखा छैन भन्न सकिँदैन? कस्तो खालको बटारिया होला? बटारे तेरो खसी हराएको? मेरो खसी देखा छ? अघि राजुको घरतिर कराएको त सुनेको थिएँ, तेरो पो हो त्यो? ए राजु मास्टरको घरतिर करा सुने पख राजु मास्टर तिम्रो। अब यो 2टा बोडी फलेर चाहिँ यो टिपेर न तरकारी पुग्छ के टिप्नु, बरु बिउ पछिलाई काम दिन्छ। यहाँ थाङ र मिला न, थाङ र मिला बढी हेर भने त मैले। ओ दिदी के त्यो राजु मास्टर र बटारेले हामीले धेरै बोलाएर दुःख दिए कि खालि झगडा मिलाइदियो भनेर। अब चाहिँ बोलायो भने नजाने, न केही पाउनु न केही पाउनु। ए माइने काकी, ए बान्द्रे सर, तपाईँहरू चाहिँ मलाई एउटा ठुलो लफडा पर्यो। यो राजु मास्टर घरमा मिलाउनु जानु पर्यो, आपत पर्यो। लौ न के अब के भयो? अब उतै गएर छिनुफानु गर्नु पर्यो। लौ न बिन्ती छ मेरो, आउनु त आउनु छिटो, आपत पर्यो। बान्द्रे सर आइसो न हजुर बरु। फेरि के भयो? कसको घिराउला हरायो? होइन यिनीहरूको घिराउला हराउँछ, आँप हराउँछ, भोलि मेरो हराउँदा खालि हामी आइराख्नु पर्ने। के भयो तिम्रो मेरो हरायो किन? मेरो खसी हरायो, त्यही खसी खोज्न आएको। खसी खोइ काटेर खाइसके। पोहोरको दसैँमा पनि काटेर खाएको, यसपालि पनि ठुलै काटेर खाने हो, तर आफ्नै पैसाले खाएको। मेरो खसी किन खाएको त? अनि तेरो खसी चाहिँ कत्रो थियो त पहिला भन् त ल? कत्रो थियो? पहिला हेरे यत्रो थियो, पछि यत्रो भयो, अस्ति यत्रो थियो, अहिले खाइसकेपछि कत्रो भयो थाहा छैन। वै मैले खसी चोरेको भन्ने के प्रमाण छ? के प्रमाण छ? ब्याज पछाडिले सुने मेरो खसी म्या गर्दै थियो अरे। म्या गरेको सुनेर हुन्छ? अनि के त? मैले ट्या गर्दा बाख्रा चोरेको लाउला, मैले आ गर्दाखेरि भैँसी चोरेको लाउला। खसी हराएपछि प्रमाण भएन, उसले चोरेको छ अरे भन्ने कुरा सुनिल मैले। भयो अनि तैँले देखेको हो त खसी लिएर आएको? ब्याज पछाडि देखाएर नि त। अब रेका कुरा गरेर हुन्छ? उसले यसो गर्यो रे भन्ला, उसको छोरी गइ रे भन्लान्, उसले फलानले के चोर्यो रे भनेर रियाको कुरा गरेर हुन्छ? ओ कुरो यहाँ छ नि त। ल भाउजू कुरो उठाउ ल। आफूले थाहा पाउनु पर्यो त, देख्नु पर्यो प्रमाण के छ? रेको कुरा गर्ने? अनि मेरो दिनदारी खसी हरायो, ल्याएको कुरा उसले हो। बाघले लग्यो कि केले लग्यो कि मलाई दोष लाउने? त्यसै रियाको कुरा चाहिँ गर्न पाइँदैन हेर। त्यही भएर मैले यहाँ सरासर हेर्दाखेरि गल्ती तेरो देखाएको छु। सिधै मेरो तैँले माफ माग्नु पर्छ।
अरू कुरो मलाई माफ, थाहा हो नि अब। मैले कसरी माफ माग्नु मेरो खसी हराइरहेछ उनको आँप हरायो उनले आफै माफ मागे उनको तामा हरायो उनले आफै माफ मागे अब अहिले आएर तेरो खसी हरायो अब तँ माफ माग त्यो आँप र खसी मिल्छ मेरो खसी त ठुलो बडा थियो नि त साँच्ची है मिल्दैन त्यही भएर तँ 2 पल्ट माफ माग तेरो खसी ठुलो थियो होइन त ल 2 पल्ट माफ माग ल 2 पल्ट माफ माग अलि दुई फेर अगाडि आएर मागे पनि हुन्छ यहाँ म त्यता फर्किने माफ माग कलियुगको न्याय यस्तै हुन्छ जसको हरायो उसैले माफ माग्ने बुझिस् होइन